नमस्ते, जय नेपाल। यहाँहरूलाई मेरो अर्को भिडियोमा स्वागत छ। आजको यो भिडियोमा म हजुरहरूलाई मतदाता परिचय पत्र अनलाइनबाट कसरी दर्ता गर्ने भन्ने कुरा बताउन गइरहेको छु। र त्यसको लागि चाहिँ पहिला हजुर कुनै एउटा वेब ब्राउजरमा जानु होला र वेब ब्राउजरमा गइसक्नु भइसकेपछि गुगलमा जानु होला र त्यसपछि भोटर आइडी रेजिस्ट्रेसन नेपाल भनेर सर्च गर्नु होला र त्यसपछि हजुरलाई यहाँ एउटा वेबसाइटको एउटा लिंक आउँछ applyvr.election.gov.np भनेर त्यहाँ क्लिक गर्नुस् र त्यसपछि हजुरलाई यहाँ नयाँ दर्ता भनेर देखाइएको छ त्यहाँ जानु होला र त्यसपछि हजुरलाई हजुरको आफ्नो मोबाइल नम्बर हाल्नुहोस् भनेर सोधिएको छ। हजुरको मोबाइल नम्बर राख्नु होला र त्यसपछि हजुरलाई यहाँ ओटीपी नम्बर हाल्नुहोस् भनेर सोधिएको छ। ओटीपी नम्बर अघि हजुरहरूले जुन नम्बरमा दर्ता गर्नुभएको थियो त्यो नम्बरमा हजुरलाई 4 वटा डिजिटको अंकको मेसेज आउँछ, त्यो नम्बर राख्नु होला र त्यसपछि हजुरलाई यहाँ नयाँ दर्ता भनेर देखाइएको छ त्यहाँ जानुस् र त्यसपछि हजुरलाई यहाँ आवेदन भर्नु पूर्व ध्यान दिनुपर्ने कुराहरू भनेर देखाइएको छ। यो सबै कुराहरू एकचोटि हजुरले ध्यान दिएर राम्रोसँग पढ्नु होला र सबै कुराहरू पढिसक्नु भइसकेपछि यहाँ तल हालसम्म मेरो नाम मतदाता नामावलीमा समावेश भएको छैन भनेर देखाइएको छ त्यहाँ क्लिक गर्नुस् अनि त्यसपछि यहाँ हजुरलाई सुरु गर्नुहोस् भनेर देखाइएको छ त्यहाँ प्रेस गर्नुहोस् र त्यसपछि हजुरलाई स्थायी ठेगानाको इन्फर्मेसनहरू सबै कुराहरू भर्नुपर्ने हुन्छ। यहाँ हजुरलाई प्रदेश सोधिएको छ, हजुरको प्रदेश राख्नु होला, हजुरको जिल्ला राख्नु होला, हजुरको गाउँपालिका र नगरपालिका राख्नु होला, त्यसपछि हजुरको वडा नम्बर राख्नु होला, त्यसपछि हजुरको मतदान स्थलको नाम राख्नु होला र यो सबै कुराहरू भरिसक्नु भइसकेपछि अर्को गर्नु होला र हजुरले यहाँ सेभ ड्राफ्ट पनि क्लिक गर्न सक्नुहुन्छ र अहिलेको लागि चाहिँ हामी अर्को प्रेस गर्छौं र त्यसपछि हजुरले यहाँ व्यक्तिगत विवरणहरू भर्नुपर्ने हुन्छ। हजुरको मतदाताको नाम नेपाली अक्षरमा राख्नुहोस्, त्यसपछि हजुरको मतदाताको नाम अंग्रेजीमा राख्नु होला, त्यसपछि हजुरको पति र पत्नीको नाम सोधिएको छ। यदि हजुरहरू विवाहित हुनुहुन्छ भने हजुरहरूले हजुरहरूको पति अथवा पत्नीको नाम राख्नुपर्ने हुन्छ र यदि हजुरहरू अविवाहित हुनुहुन्छ भने हजुरहरूले यो खाली ठाउँ छोड्न पनि सक्नुहुन्छ र त्यसपछि हजुरको बुवाको नाम सोधेको छ, हजुरको बुवाको नाम राख्नु होला र त्यसपछि हजुरको यहाँ हजुरको आमाको नाम सोधिएको छ, यहाँ आमाको नाम राख्नु होला, त्यसपछि बाजेको नाम सोधिएको छ, बाजेको नाम राख्नु होला र त्यसपछि यहाँ लिङ्ग छान्नुहोस् भनेर सोधिएको छ, लिङ्ग राख्नु होला हजुरको, त्यसपछि टेलिफोन नम्बर सोधिएको छ, टेलिफोन नम्बर राख्नुहोस्
त्यसपछि मोबाइल नम्बर सोधिएको छ, मोबाइल नम्बर राख्नुहोस्। त्यसपछि इमेल ठेगाना सोधेको छ, इमेल ठेगाना राख्नुहोला। र यदि सबै कुरा भइसकेपछि अर्को प्रेस गर्नुहोला। यदि सबै कुरा भइसकेपछि र त्यसपछि आएर हजुरलाई यहाँ हजुरको नागरिकताको विवरण सोधेको छ। हजुरको जन्ममिति राख्नुहोला। त्यसपछि हजुरको नागरिकता प्रमाणपत्र नम्बर राख्नुहोला। र त्यसपछि हजुरको राष्ट्रिय परिचय पत्रको नम्बर राख्नुहोला। र त्यसपछि हजुरको नागरिकता जारी जिल्ला राख्नुहोला। र त्यसपछि हजुरको नागरिकताको किसिम छान्नुहोला। हामीले चाहिँ यहाँ वंशज राख्छौं। त्यसपछि हजुरको नागरिकताको जारी मिति राख्नुहोला। त्यसपछि हजुरको नागरिकताको विवरण अनुसार जन्मस्थल, यो सबै इन्फर्मेसनहरू भर्नुहोला। प्रदेश छान्नुहोला। त्यसपछि जिल्ला छान्नुहोला। त्यसपछि गाउँपालिका र नगरपालिका राख्नुहोला। त्यसपछि वडा नम्बर राख्नुहोला। र त्यसपछि गाउँ टोलको नाम राख्नुहोला। र यदि गरिसक्नु भइसकेपछि स्थायी बसोबासको ठेगाना, यो ठेगानामा मात्र मतदाताले मतदान गर्न पाउनेछन्। यो इन्फर्मेसनहरू पनि सबै भर्नुहोला। प्रदेश सोधिएको छ, प्रदेश राख्नुहोस्। त्यसपछि जिल्ला सोधिएको छ, जिल्ला राख्नुहोस्। त्यसपछि गाउँपालिका र नगरपालिका सोधिएको छ, गाउँपालिका र नगरपालिका राख्नुहोला। त्यसपछि वडा नम्बर राख्नुहोला। जिल्ला हामीले यहाँ राखिसकेको छौं। र त्यसपछि गाउँ टोलको नाम राख्नुहोला। र त्यसपछि फेरि आएर यहाँ स्थायी बसोबासको ठेगाना, यो ठेगानामा मात्र मतदाताले मतदान गर्न पाउनेछन्। यो इन्फर्मेसनहरू पनि सबै भर्नुहोला। गण्डकी प्रदेश, हाम्रो प्रदेश गण्डकी प्रदेश राखेको छौं। जिल्ला हामीले राखिसकेको छौं। र गाउँपालिका र नगरपालिका सोधेको छ, गाउँपालिका र हजुरको नगरपालिका राख्नुहोला। त्यसपछि वडा नम्बर सोधिएको छ, हजुरको वडा नम्बर राख्नुहोला। र त्यसपछि गाउँ टोलको नाम सोधिएको छ, हजुरको गाउँ टोलको नाम राख्नुहोला। र त्यसपछि यहाँ मतदान गर्ने स्थान भनेर सोधिएको छ, मतदान गर्ने स्थान राख्नुहोला हजुरको। र त्यति गरिसक्नु भइसकेपछि हजुरलाई यहाँ नागरिकता फोटो अपलोड, अगाडिको फोटो एउटा र त्यसपछि पछाडिको फोटो एउटा। हजुरको नागरिकताको अगाडि फोटो राख्नु एउटा, हामीले अगाडिको फोटो एउटा राख्छौं नागरिकताको। त्यसपछि पछाडिको फोटो राख्छौं नागरिकताको, औंठा छापहरू भएको। र नागरिकताको अगाडिको फोटो र पछाडिको फोटो राखिसकेपछि अब यहाँ अर्को छ, अर्कोमा प्रेस गर्नुहोला। र त्यसपछि यहाँ हजुरलाई आएर अपाङ्गता रहेको भए, यदि अपाङ्ग
हो भने हो गर्नुहोस् र यदि होइन भने होइन गर्नुहोला। र हामीले चाहिँ होइन गर्छौं र त्यसपछि अर्कोमा प्रेस गर्नुहोस् र त्यसपछि हजुरलाई यहाँ मातृभाषा सोधिएको छ, हजुरको मातृभाषा राख्नुहोला र त्यसपछि हजुरलाई यहाँ समूह वर्ग सोधिएको छ, समूह वर्ग राख्नुहोला र त्यसपछि हजुरलाई यहाँ शैक्षिक योग्यता भनेर सोधेको छ, निरक्षर र साक्षर, शिक्षित हो कि अशिक्षित हो हजुर राख्नुहोला र त्यसपछि यहाँ शैक्षिक योग्यता छान्नुहोस् भनेर देखाइएको छ। यहाँ चाहिँ हामीले स्नातकोत्तरमा छान्छौं र यो सबै कुराहरू भरिसक्नु भइसकेपछि अर्को गर्नुहोस् र त्यसपछि हजुरलाई आएर फेरि यहाँ सम्पर्क स्थानको इन्फर्मेसनहरू भर्नुहोला। यहाँ हजुरलाई प्रदेश सोधिएको छ, प्रदेश राख्नुहोला त्यसपछि जिल्ला छान्नुहोला त्यसपछि सम्पर्क स्थानको नाम राख्नुहोला त्यसपछि यहाँ मिति छान्नुहोला। यो मिति राख्नु भइसकेपछि हजुर जिल्ला निर्वाचन कार्यालयमा गएर औंठा छाप र फोटो खिच्नु पर्ने हुन्छ। यहाँ चाहिँ हामीले मिति राख्छौं र यो सम्पर्क स्थान भनेको चाहिँ हजुर कुन जिल्ला निर्वाचन कार्यालयमा जानु भएको छ त्यहाँ गएर हजुरहरूले औंठा छाप र फोटो खिच्नु पर्ने हुन्छ र हजुरलाई यहाँ चाहिँ नोट, फोटो र औंठाको छाप दिनको लागि आवेदन फारमको प्रिन्ट र अन्य आवश्यक कागजातहरू साथमा लिएर अनिवार्य रूपमा रोजेको सम्पर्क स्थान र मितिमा जानुपर्छ। यो डिटेल भनेको चाहिँ हजुरहरूले कुन ठाउँ राख्नु भएको छ त्यो जिल्ला निर्वाचन कार्यालयमा गएर चाहिँ फोटो खिच्नको लागि र औंठा छाप गर्नको लागि जानुपर्ने हुन्छ र यो भरिसकेपछि हामीले अर्कोमा प्रेस गर्छौं र फाइनली हाम्रो चाहिँ मतदाता परिचय पत्र दर्ता भइसकेको छ। अब यो सबै गरिसक्नु भइसकेपछि चाहिँ दर्ता गर्नुहोस्मा क्लिक गर्नुहोस् र दर्ता गर्नुहोस्मा क्लिक गरिसक्नु भइसकेपछि चाहिँ हजुरहरूले यो सबै कुराहरू पीडीएफ फाइलमा चाहिँ फोटोकपी गरेर राख्नुपर्ने हुन्छ र यो फोटोकपी गरेर चाहिँ हजुरहरूले हजुरहरूको ठाउँको जिल्ला निर्वाचन कार्यालयमा गएर फोटो खिच्ने, त्यसपछि औंठा छाप गर्ने अनि त्यसपछि हजुरको भोटर आइडी कार्ड बनियो र यसै गरी हजुरहरूले हजुरहरूको भोटर आइडी कार्ड अनलाइनबाट दर्ता गर्न सक्नुहुन्छ। कृपया लाइक, सब्स्क्राइब, शेयर अनि कमेन्ट गर्न नभुल्नुहोला। धन्यवाद। जय नेपाल।